पवन भाइ के छ हौ ठिक छ ठिक छ होइन हामीले ट्रकको यतिखेर सिन्धुलीको कोलाघर भन्ने ठाउँ चाहिँ होइन धेरै वर्ष भइसक्यो चर्चित भएको थिएँ अहिलेसम्म हामीले अब यी सिन्धुलीबाट आइदियो तर हामीले जान पाएको थियौँ होइन आज यसो थोरै काम लिएर आएको थियौँ तर काम दिनैमा सकेको हुनाले यसो घुमेर आउनु त भनेर टक्क अहिले चाहिँ हामी बिपी हाइवे उकालो आइसक्यो सिन्धुलीबाट चाहिँ होइन बाटो एकदम खतरा छ यो चाहिँ तपाईँ पनि हिँड्नुभयो होला होइन तर दामी छ बाटो टक्क हामी चाहिँ आज मिल्यो भने गढी डाँडा पनि ताने सोच बनाएका छौँ र अहिले ठ्याक्कै हामी भन्नु पर्दाखेरि चाहिँ कोलाघर चाहिँ सिन्धुली कोलाघर चाहिँ हामी घुमेर आउँछौँ है त साथीहरू पनि आउनु सक्नुहुन्छ तपाईँहरू यो बाटो ट्याक्क लाएर है ल बिपी हाइवेमा यहाँनिर हामी चाहिँ यहाँनिर काकाको अटोमा जाँदैछौँ उकालो क्या दामी यो टर्निङ छ क्या हेर्नु है गाडीको नम्बर प्लेट त निकालिहाल्छ निकाल्दैन फोटो चाहिँ निकाल्छ खतरा छ त उकालो त ओहो पवन भाइ के हो यस्तो लाए एक नम्बर लाउने एक नम्बर 2 नम्बर तान्ला जस्तो छैन होइन त उहाँ आएर छ नि त दूरबिन लाएर हेर्ने ठाउँ त उहाँ आएर छ यो डाँडामा चाहिँ के छ त खास यो डाँडामा चाहिँ के छ त यो उकालो त अनि सासै जाने रहेछ उकालो हेलो सुलुलुलु ठिक छ हाम्रो त यहाँ मोटो फुट्नु लागिसक्यो हेरेर देख्न सक्नुहुन्छ गाइस पुरा ठाडो उकालो ठाडो गरालो सगरमाथा चढियो है पवन भाइ है हो त हो यो उकालो चाहिँ बिहान र बेलुका ददा सेप तलमाथि गर्ने भने चाहिँ जेस ज्यान बन्ने रहेछ के रहेछ खोइ दूरबिनले हेर्ने ठाउँ त छैन त यहाँ त्यही पारिरहेको दूरबिन यहाँ त पहिले आल्थ्यो क्या हो चोप्लिँदै बा फाइट खेल्दै गरेर फेरि गर्मीमा ए यो त युद्ध गर्ने ठाउँ रहेछ नि उफ त्यो पुवालहरू ल यो चाहिँ युद्ध गर्ने ठाउँ रहेछ है ल
खासै त्यस्तो केही पनि रहन्छ यहाँ त। गढी डाँडाको युद्ध गर्ने ठाउँमा के छ हौ यो भित्र? ए यहाँ त गहिरो रहेछ यार। ए गहिरो भनेको त गहिरै रहन्छ त टाढा। ए पानी पो रहेछ मुनि त। ल नेपालको झन्डा फरफराइरहेको छ। खासै गहिरो रहन्छ त्यहाँ। ऐतिहासिक महत्त्व रहेको यस सिन्धुली गढीमा गोर्खाली वीर योद्धाहरूको अङ्ग्रेज फौजलाई परास्त गरेको त्यो 250औं विजय के हो सब वर्ष गाँठको अवसरमा गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रिय सम्मानी श्रीमती विद्यादेवी भण्डारीज्यूबाट। ए यो त अस्ति भर्खर गरे आएको छ त्यहाँ। अस्ति त के भन्नु 2074 साल कार्तिक 24 गते पो रहेछ विद्यादेवी भण्डारी हुँदाखेरि रहेछ गरेको। उता 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 उताबाट हेर्नु त। गोली गोली यहाँबाट लुकेर हान्नु पर्यो। कसरी बसेर यहाँ क्यारेक्टर देखाउनु त। हो हो यस्तै त होला नि होइन। ल गाइजहरू यस्तो गरेर बसेर यस्तो गरेर हान्ने होला होइन। ल यहाँ चाहिँ यस्तो रहेछ गाइस। ल जाउँ है रमाइलो रहने रहेछ। ल पारी डाँडा जानुपर्छ। दुर्बिन हेरेर जाने दुर्बिन त्यहाँबाट चाहिँ देखिन्छ र त्यहाँबाट पनि देखिँदैन नि। ए कहाँ हो हाइवे त त्यहाँ छ हौ। बिपी हाइवे र हेलो सुरुलुलु भने जस्तै। ल पवन भाइले चाहिँ निगरानी हान्दै हुनुहुन्छ यहाँ दुश्मनहरू कहाँ आयो भनेर होइन। केही देख्दैन हो। एउटाबाट मात्रै हेर्नु रे। पक्रेर ल यो नानीको त्यही नै जाउँ न। झन्डै उडाउनु लागिसकेको छ। झन्डालाई अलिक जस्तो मादल चाहिँ ठिकै लाग्यो तर यो मर्मत भइसक्ने अझै टाइम लाग्ने रहेछ। जस अबको 2-3 महिना पछाडि आयो भने चाहिँ बबालै हुने रहेछ होइन। काम भइरहेको छ भट्टाबाट हुनु त। ल यहाँ त मलेसिया सलेसिया सबै रहेछ त। मलेसिया यो के ए ल मलेसियाको यो त केल टावर पो रहेछ त। केल टावर मलेसियाको केल टावरै रहेछ यिनीहरू। लो मलेसियाको केल टावरै रहेछ। ए हामी त गइगरी बसिगरी आएको नि त।
यो भित्र चाहिँ के छ हौ यो भित्र यो त के अरे साउदी अरे त यो त साउदी जाने साउदी तपाईँ साउदी जाने भने गाडी चलाउनुलाई ऊ यहाँ रहेछ साउदी साउदी अरब यो चाहिँ सफा गर्ने बेला भएछ है यहाँ रहेछ बाजा लाउनु यहाँ रहेछ नि त बाजा ल फुक्ने पवन भाइ ए यहाँ गालै फुल्लाएर बजाइरहेको न ल कला घर त यहाँ पो बबाल रहेछ त यार तल भन्दा त यहाँ पो बबाल रहेछ त ल तर कला घर तर खाली रहेछ कहिले मकै छ के को फलामको रहेछ यार यो मकै त यार महाकुरी म त फुलमा टिप्नु भनेको यता रहेछ नि त ए यहाँ रहेछ गुराँसको फुल अनि कहाँ तल टिपेर हुन्छ त ओ मस्जिद छ त यो त ए जानकी मन्दिर पो रहेछ म त मस्जिद जस्तो पो देखिरहेको त जानकी मन्दिर ल तपाईँहरूको जानकी मन्दिर कति किमी नजिक नजिकै हो उदयपुर जिल्ला होइन तपाईँहरूको उदयपुर जिल्ला हो हाम्रो त हुँदै थियो हामी छिमेकी जिल्ला सिन्धुली जिल्ला पनि उहाँको त सिन्धुली नै हो सिन्धुलीले त नक्सा र नेपालको नक्सा ल त्यो झन्डा पक्रिनु त नजाने होला ल पवन भाइ यता आउनु झ्याम्टा बजाउनु जानुपर्छ ओ बज त राम 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 यो सनाई पनि सानो सानो छैन त हौ ए औँलीमा त के को हात हत्केलाले त नटालिने रहेछ ढोलक ए डम्फु बजाउने डम्फु डम्फु यो त ए बौद्ध पो रहेछ यार ओम माने फेमे कर्नाल आयो ए यो त पाता पो रहेछ यार खतरा ल बबाल ल जुनार जुनार ल सिन्धुलीको जुनार भाइरल जुनार रहेछ त बाँसुरी पो उतातिर गएछ त खुक्क बजेन नि बजेन नि धरहरा हो यो उसको होला के भन्थे बालन शाहको सेतो टावर होला यता झापाको एउटा भ्यू टावर माथि त कमलको फुल ए यसले त भेट्यो भने चट्टै काट्ने रहेछ ल 2-3 महिना पछाडि आउँदाखेरि चाहिँ बबालै हुने रहेछ सिन्धुली कलाघर पनि यो मादल सादल सबै कलर गर्नु नजाउँ जाने हो त्यहाँ त टप जाउँ त जाउँ सगरमाथा ए बज्दैन हौ डमहरू है कहाँ त्यसरी बज्ने त नभए त कला यहाँ त पुरै अच्छा टेन्डर त तपाईँले हाल्दै होइन टेन्डर तपाईँले हाल्दै होइन ओ पवन भाइ ल हावा त डेन्जर आएको छ है ल
सिन्धुली कलाघर। यहाँ पर्छ त्यहाँ। अनि यता चाहिँ कहाँ हो यस्तो डेन्जर छ त्यहाँ। ल हलो चाहियो, हलो डोको के हो यो फेरि? घट्टा मौलाहरू माछा मार्ने। ए पानीको कुवा पनि रहेछ यार। लाली गुराँस। यहाँ रेडियो, यो रेडियो नेपाल हो। ल समाचार सुन्नुहोस् अब हाम्रो पवन सुनवारबाट होइन। हेलो हेलो, यहाँ हेलो रहेछ नि त फेरि। यहाँ चाहिँ बवाल रहेछ नि त। मर्करी होला रे। आगो फुक्ने हो भाँटी। ल यहाँबाट चाहिँ भ्यू खतरा देख्दो रहेछ नि त। त्यसको नाम खनाती कि के भन्थ्यो? ऊ त्यसको नाम खनाती कि के भन्थ्यो? ऊ यसको भाँटी।